हेलो गाइज, वेलकम टु आचार्य ब्लग एन्ड सबैले चाहिँ यो च्यानललाई सब्सक्राइब लाइक एन्ड कमेन्ट गरिदिनु होला। आजको सुटमा हामी हिँडिसकेका छौँ र मेरो भाइ यहाँ बसिराखेको छ। अनि चाहिँ अब चाहिँ अरू चाहिँ हामी उहीँ गएर देखाउनेछौँ सबैलाई। गाइज, हामी चाहिँ हाम्रो सुटतिर लागिसकेका छौँ। मेरो रोल चाहिँ अब ससुराबाको आउँछ र हामी यस्तोमा हिँड्न परिराखेको छ हामीलाई। अब हेर्नु, यस्तो मेहनत गरेर हामीले गर्छौँ, भिडियो बनाउँछन्। तपाईँले एउटा सब्सक्राइब हानिदिनु, तपाईँलाई के हुन्छ गाइजहरू? र यति भनिदिनु न ल, यति भनिदिनु। हाम्रो साथमा मुस्कान भाइ, इरफान पनि छन्, पछि पछि आछन्। हो यस्तो खेतै खेत हिँड्न परेछ हामीलाई। घाम पानी केही भन्न परे छैन कि हामी 12 बजेको यस्तो टन्टला पुरै घाममा हामी यसरी हिँड्न परेको छ। केवल हामीलाई एउटा माया, सानो सपोर्ट र हाम्रो प्रस्तुति देखाउनको लागि यो गाइजहरू। तपाईँहरूले यस्तो माया देखाइदिनु कि हामीलाई, अरू केही चाहिँदैन, हामीलाई माया देखाइदिनु। इरफान केही बोल्छौ, के भन्न चाहन्छौ? यो भन न, केही नलजाऊ, भन। भाइ अलि लजावटी छन्, नामै मुस्कान हो। ल अरू चाहिँ अब हामी उहीँ हाम्रो जहाँ थिमको सिन छ त्यही थिम देखाउँछौँ। थ्याङ्क यू गाइजहरू। हामी चाहिँ हाम्रो गन्तव्य थिम आइसकेका छौँ। अब हामीले कपडा फेर्दैछौँ। मेरो नि माइला दाइ नभएर ससुरा बाको रोल छ र अमेनुले नि आफ्नो ज्वाइँको रोलमा आउँदैछ। यो चाहिँ पार्ट 3 मा आउँछ है गाइजहरू, सबैले हेरिदिनु होला। हाम्रो क्यामेराम्यान दाइ यहाँ हुनुहुन्छ, केही भनिदिन चाहनुहुन्छ दाइ? बन्द गर। अरू चाहिँ अब तपाईँहरूले सुटदेखि चाहिँ हेर्नु होला। मैले सुटिङहरूको चाहिँ लुकी भिडियो बनाउँछु, हेर्नु होला है। हामीले चाहिँ यहाँ लिएको सिन चाहिँ भ्याइयो, तपाईँले यो कस्तो लाग्यो भनिदिनु होला। फेरि अब हामीले उता हाम्रो त्यहाँ हामी बस्छौँ, त्यहाँको लोकेसनमा हामी हिँडिसकेका छौँ। सबै साथीहरू दाइहरू पनि गइसक्नु भएको छ र उहाँ अगाडि हुनुहुन्छ। अनि यस्तै यो यहाँको वेदर नै खतरा छ, हरियाली। अलि पछि यो सबै धानहरू पनि काट्ने हुन्छ। अनि काटेर किसानहरूले आफ्नो आय आर्जन पनि गर्छन्। अनि यही हो ल त। ओके गाइजहरू, यस्तो घाम त भदौमा यस्तो घाम भएपछि भगवानले यो बत्ती बन्द गर्नु, यस्तो भएपछि त डाउन गरेको हुन्छ नि यो लाइट। यार ए सूर्य भगवान डाउन गर। फेरि हाम्रो आफ्नो गन्तव्यतिर हिँडिसकेका छौँ। यहाँ दाइहरू हुनुहुन्छ, यहाँ अघि हिँडिराख्नु भएको छ। लास्टै भोक लाग्यो यार, 100 के पुगाइदिनु न यार। भोक लाग्छ भन्छ। पैसा आउँथ्यो खाना पाइन्थ्यो कि है दाइ? पैसा आएर खाना पाइन्थ्यो। बहुत लास्टै नै भोक लागेको छ गाइजहरू। गाइज, हजुरहरू भिडियो त हेर्नुहुन्छ, तर कसरी हेर्नुहुन्छ यार? भिडियो स्किप गरेर नहेर्नु न गाइज यार। लाइक गरिदिनु, कमेन्ट गर्नु, होइन सब्सक्राइब गरिदिनु गरेर यस्तो साइजमा राखेर हेर्छ नला नि, पिपी साइजमा। इन्डस्ट्री कस्छु मैले कब्जा त बच्चा कहाँ गइस है छैन। यहाँ चाहिँ मालदाईको सुट हुँदैछ होइन, मालदाईको। मेरो चाहिँ अब एकछिन पछि आउँछ होइन। यहाँ चाहिँ मालदाईको हुँदैछ है, रोक्नु म देखाउँछु हजुरहरूलाई। यहाँ चाहिँ मालदाईको सुटिङ हुँदैछ, मुस्कान पनि छन् होइन।
त्यहाँको सुटिङ चाहिँ सकिसक्यो होइन। यहाँ चाहिँ अब फेरि ससुराको रोल लगाउँदै हुनुहुन्छ कपडा होइन। मान्छे नपाएर विपत्तै भइयो गाइज। यति मेहनतले गराउँछौँ गाइज। लाइक सेयर सब्सक्राइब एउटा मिठो कमेन्ट छोडिदिनु होला होइन। टोपी त्यही झोलामा त्यो उसमा हरियोवाला मुनि फाइबरवाला मुनि मुनि। आजको वेदर पनि पानी आउला आउला जस्तो गरेछ गाइज। यहाँ चाहिँ ससुराको बाइसकेको छ होइन। अब चाहिँ अर्को यहाँ अलग निरञ्जनलाई हेर्नु नि। यहाँ के अघिदेखि अलग निरञ्जन अलग निरञ्जन अर्को सुट गाइज। बिहानदेखि केही पनि खाएको छैन। दिनुहोस् न हो कसैले मलाई केही त दिनुहोस्, भोक लाग्छ। हाम्रो भ्याइसकेको छ। पार्ट 3 नि कम्प्लिट भ्याइसकेको छ। अर्को पार्ट